बुस्टर भनिदिनु न गाइस अब प्लिज गेम जित्न पर्छ मैले तपाईले खतम गाइस अरे यार डबल ट्याप गर न यार 1100 साथीहरु भरे के डबल ट्याप खोइ डबल ट्याप गाह्रो हुन्छ भोलि म्याच छ भोलि इम्पोर्टेन्ट एउटा खासमा छ हैन दिदी के जुन दिदी उ भनेको थियो क्या यदि मैले हारे भने म पागल हो भनेर 1 किलोमिटर दौडिने यदि उसले हार्यो भने ऊ पागल हो भनेर 1 किलोमिटर दौडिने म्याच थियो त्यो म्याच आज नखेलौँ राति भयो भनेर भन्न थाल्यो अनि नर्मल गेम पुसअप हान्ने भनेको उसले र मैले पुसअप जसले हार्यो नि 10 पुसअप गर्ने भनेको अब त्यही गेम छ अब 1 गेम उसले जितेको छ बेस्ट अफ 3 हो अब 2 गेम अब कोले जित्छ त्यही अनुसार हुन्छ यो गेम जित्यो भने अर्को गेम जित्यो हामीले जित्यो गाइस ट्याप ट्याप हान्नु लाइभ सेयर हान्नु रिपोस्ट हान्नु हाम्रो दिदीले मात्रै गाह्रो हुन्छ दिदी 20 हो 20 पुसअप भनेको छ एउटा नि 20 पुसअप सरी 10 भन्यो भने 20 पुसअप आज गेम नखेल्ने गाइस फिनिश के यो सकेपछि सक्यो क्या हिजो नि मान्छे आयो न हिजो आयो 19,000 लिएर आउँछ स्कोर मेरो 1900 बिहान नै आयो कति भयो बिहान नि कति भयो हजार लिएर 18-19,000 मेरो 18 जुन दिदी अब बुस्टिङ छ यो मान्छे 30 सेकेन्डमा लाउन रेडी म त 6000 हान्दियो यार गाइस मिल्दै तुलसी बुस्टर बुस्टिङमा गाइस बुस्टिङमा सबैजना मिल्दैन नलिले 7000 पुगिसक्यो उता यो गेम जित्नु पर्छ कि गाइस यो गेम जित्नु न मेरो दिदी आएपछि त गाइस कोही हुन्छ भने मिल्दिनु न यार साथीहरु अर्को गेम हारेको गेम पनि हुन्छ कि गाइस प्लिज कोही हुन्छ भने मिल्दिनु न उता 18-20,000 स्कोर हान्छ के खै त यता पुश गर दिदी ए लाग्यो थ्याङ्क यू मेरो दिदी लाग्यो उही भएन यार भयो अब लास्टमा गएर हारे जस्तो छ यार छ्या डबल अब 1 गेम छ ओन्ली 1 गेम हामीले जित्यो 20 पुसअप हारे लास्टमा गएर यार अब फेरि अब जसले यो गेम जित्यो त्यसले गर्नुपर्छ पनिशमेन्ट मेरो दिदी को भन्दै छ नि दिदी टपमा एमभीपी मेरो फेभरेट दिदी 22 आने रे हस् दिदी अब 1 गेम छ तर कोही छ भने गाइस पुश गरौँ ल दिदी काममा छ नि त अनि त्यही भएर रुक न तिमीलाई किन गेम लाउन तर मेरो टिमलाई भन्नु परेन एकछिन गाइस दिदी मिल्छ नि एकछिन बस्नु 1 गेम बेस्ट अफ 3 को गेम थियो सुरु गेम मैले जितेको थिएँ अब यो गेम उल्ले जित्यो अब यो गेम ए भगवान दिदी के गर्नु त्यही नै बिचरा यस्तो काममा भएको मान्छे नि दिदी आएर सपोर्ट गरिरहेछ खासमा इम्पोर्टेन्ट गेम भनेको आज नखेल्नु भयो रुक न तिमीलाई भिक्टोरी ल्याब्समा टाइम दिएको थियो यो फाइनल गेम हो के गेम दिदी हुने बित्तिकै गेम ल्याउन हतार सबैले कमेन्ट भरे जुन दिदीलाई मेन्सन गरौँ गाइस थ्याङ्क यू सो मच दिदीलाई फलो गरेर सपोर्ट गरौँ अनि दिदी जाने बेला भइसक्यो अनि काममा छ तिम्रो दिदी पो जस्तो त हो हैन हाम्रो दिदी काम छ सुत्नु पनि हुन्छ टाइममा गाइस प्लिज यो लास्ट गेम हो यो जसले जित्यो त्यसकै हो सिद्धो त गेम अब हामीले जित्ने सिद्धो खेल्ने गाइस यो लास्ट गेम हो यो दिदी मिल्छ भने बस्नु न दिदीको मेन्सन सबैजना ल हाम्रो दिदी एकदम सपोर्ट आज मात्रै हैन हामीलाई गाइस डबल टप यो लास्ट छाने अरु पनि दिदीलाई सपोर्ट गर्नु ल दिदी एक्लै गाह्रो हुन्छ दिदी छ भनेर मात्रै हुन्छ हेपे साच्ची भने यार अल सबैजना दिदीको मात्रै नाम देख्नु मेरो त डबल ट्याप पनि 14-1500 जना साथीहरु हुन्छ डबल ट्यापै गर्नुहुन्न के भन्नु म त तिरपल गाइस तिरपलमा पेलौँ ल बुस्टिङ छ दिदीसँग कोसँग अघि बुस्टिङ परेन गाइस गेम जित्दाखेरि एमएजिआर मेकर के को हुनुहुन्छ थ्याङ्क यू सो मच जुन दिदी जानुभएको छ दिदीको ग्यालेक्सीमा हान्न थाल्यो दिदी जानुभयो होला यार काम छ त्यो भन्दै थियो दिदी बिजी छ नि त मान्छेले होल्ड गराइदियो नि त के छ्या ला गाइस कसम से दिदी गयो क्या दिदीको काम छ नि त काममा भएको मान्छे आएको यार एकछिन भयो आउँछ भनेर गेम नजितिन्जेलसम्म डबल ट्याप यतिकै मोबाइल फुट्नै गरेर हान्नु साथी गाइस हाम्रो डबल ट्याप हान्नु अरू नि सम्झने के छैन गाइस हाम्रो दिदी काम छ नि त चार काममा मान्छे अनि एक गेम जित्नु यार यो गेम जित्नु पर्ने छ जसरी नै दिदीले जिताउँथ्यो त्यो जित्नुमा ठुलो कुरा छैन तर काम छ नि त काममा हुँदाखेरि नि आएको दिदी तिरपल खुल्दैछ गाइस एकचोटि आउनु मिल्छ भने दिदीलाई एकचोटि लास्ट सेयर गरौँ ल अब काममा छ बिचरा तिरपल छ लास्ट तिरपल खिच्छ मैले दिदीले सेयर गरेछ तर दिदी काम छ होला
दिदी काममा छ क्या बिचरा नत्र भने मलाई अलवेज मलाई सपोर्ट देखाउनुहुन्छ गाइज यो गेम जितेन भने सिद्धो के तिर्पल फुल्दैछ तिर्पल 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 गाइज तिर्पल 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 गाइज तिर्पल तिर्पल जसरी नै जिताउनु पर्यो गाइज विपनाको 10 पुसअप हेर्ने गाइज 10 पुसअप तिर्पल गाइज तिर्पल तिर्पलमा कोही छैन पेलौँ न गाइज पेलौँ न प्लिज यार लाइभ सेयर रिपोस्ट के सकिन्छ गरौँ यार अब त सिधै त जुनु दिदी आएछ दिदी सरी ल दिदी गइसक्यो मान्छेलाई मैले डिस्टर्ब गरेँ उताले ग्यालेक्सी स्यालेक्सी दिन थाल्यो क्या तिर्पल खुलेको छ दिदी एकछिन बस्यो अनि दिदी थ्याङ्क यू सो मच मेरो दिदी अलवेज आएछ हाम्रो दिदी भएपछि त मलाई डरै हुँदैन यो मान्छे गिफ्टर छ नि त अनि मेरो त खासै गिफ्टर हुनुहुन्न हाम्रो लाइभ च्याट्योभरि @जुनु मात्रै चल्नु पर्यो गाइस तिर्पलमा कोही हुनुहुन्छ भने बचाइदिनु न हाम्रो दिदीले यस्तो धेरै बचाउनु भएको नि गेम भाइले अलवेज माया गर्नुहुन्छ क्या हाम्रो दिदीले अनि अब त दिदी भएपछि जो पाइदिएर सक्दैन नि त गेम ओइ 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 ग्यालेक्सी दिदी कसम कोही छ नि सपोर्ट गर्नु दिदीलाई मात्रै नि गाह्रो हुन्छ गाइस जुन जुन ओके ट्याप ट्याप नै हान्नु बिर्सिनु भयो क्या ओए दिदी ला दुइटा यसको ला तर 12,000 हान्छ के उता दुईचोटि हान्ने त ग्यालेक्सी ला दिदी ओके 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 केही छैन दुइटा ग्यालेक्सी हान्दै के उताखेरि केही छैन बुस्टिङ 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 अहिले कोसँग बुस्टिङ परेको थियो गाइस बुस्टिङ हानौँ त बुस्टिङ हानौँ लास्टमा हाम्रो दिदी छ जुन दिदी पनि अरू पनि को होला बुस्टिङ बुस्टिङ कसलाई परेको अघि गाइस बुस्टिङ छ कोहीसँग कोसँग बुस्टिङ छ जुन दिदीलाई बुस्टिङ तर लास्ट 30 सेकेन्ड हान्नु पनि दिदी राम्रो गेम खेल्नु भ्याउनु भएको छैन बिचरा उता काममा हुनुहुन्छ बिजी अनि अब त सिधै त बुस्टिङ बुस्टिङमा अरू नि साथीहरू दिदीले मात्रै हेरेर नबसौँ त कोही छ भने पुस गरौँ त गाइस कोही छ भने पुस गरौँ त गाह्रो हुन्छ के गाइस उताबाट स्कोर हान्दैछ लास्ट गेम हो लास्ट गेम जित्नुपर्ने छ 5K रे 5K के चाहिँ 5K स्कोर आम्मामा गाइज गाइज बढी हुन्छ ओके थ्याङ्क यू मेरो दिदी ओए कसम बुस्टिङ लागेन के बुस्टिङ लागेन छ्या बुस्टिङै लागेन म त बुस्टिङ लाग्यो भन्ने राखो बुस्टिङ लागेको है 5 लागेको है कहाँ पुग्थ्यो स्कोर गाइज दिदीले एक्लै सपोर्ट गरेर बस्नु परेछ अरू चाहिँ गाइज छैन यत्रो 26 जना भनेको के हेरेर बस्नु भएको छ गाइज ट्याप ट्याप लाइभ सेयर हानौँ गाइज एकछिन लाइभ सेयर हानौँ जुनु जुनु दिदीलाई मात्रै भनेर नि हुँदैन नि त अनि अरू त्यत्रो मान्छेहरू छ दिदीलाई एक्लै नि गाह्रो हुन्छ नि गाइज 30 सेकेन्डमा बुस्टिङ लाउनु पर्ने अब कोसँग छैन होला अरूसँग बुस्टिङ छ भने दिदीसँग बुस्टिङ रहेछ धन्न बुस्टिङ कोसँग छ गाइज 30 सेकेन्डमा बुस्टिङ लाउनु त जुनु दिदीसँग बुस्टिङ छ अब गेम गयो क्लाउड छ भने क्लाउड लाउनु बादल लाउनु त गाइज बादल छ भने बादल लाउनु त कोहीसँग छ भने बादल लाएर हान्दिउँ 30 सेकेन्डमा बुस्टिङ बुस्टिङमा अरूहरूले पनि पुस गरौँ गाइज अरूहरूले पुस गरौँ एउटाले दिदीले मात्रै त हेरेर हुँदैन के कम्बो हान्नु अरू कोही छ भने अरू बुस्टिङमा खै त अनि बुस्टिङमा एउटा दुइटा मान्छे मात्र भएर हुन्छ बुस्टिङमा खै त नि गाइज अरू छैन हामी अहिलेसम्म त थियो त अलिअलि बुस्टिङमा एक्लै गाह्रो हुन्छ के गाइज बुस्टिङै भयो पनि दिदीलाई एक्लै गाह्रो हुन्छ 1 ला बुस्टिङ पनि गयो त के भयो दिदीको थिचेन के हो के भयो 1 सेकेन्ड छ त थ्याङ्क यू ड्रिम बोय थ्याङ्क यू विनिता थ्याङ्क यू डब्लु तेरिका कस्तो गाह्रो परेको आमामामामा तेरिका जिते अघि जित्ने हो नि दिदी होइन गेम हामीले तेरिका भेट्यो गाइज सबैजनाले दिदीलाई थ्याङ्क यू सो मच भनिदिने गाइज अनि 1 मेम्बर एड पनि हान्नु सबैजना कहाँ गयो मान्छे गायब पनिसमेन्ट गर्नुपर्छ भनेर ल कसम दिदीको त बुस्टिङ चाहिँ किन ब्यान भएको यत्तिकै लाइभमै ब्यान भएको मलाई पठाउँदैछ स्क्रिनसट छ्या के अरे ब्यान छ्या के भएको त्यस्तो जुन दिदी पुँजी सक्यो अरे किन सकिन्छ हाम्रो दिदीले ठोक्छ जति ठोक्नु पर्यो नि त्यस्तो कुरा नभन्नु दिदीको लाइभ देखाउँछु स्क्रिनसट सुन हेलो ओके जति नै पुँजी भए पनि नभए पनि खेल हो होइन मैले जितिसकेको छु हाम्रो दिदीहरूले जितिसक्नु भएको छ होइन मेरो टिमले जितिसकेको छ होइन जति नै जे भए पनि 2000 स्कोर हान्ने नि छ त्यो जाबो 2000 के हो त
पेमेन्ट कुडन प्रोसेस भनेर भन्यो यस्तो होल्ड हानिन्छ कति टाइम कसलाई हाम्रो दिदीले यस्तो भयो नि त अनि नत्र भने मैले ठोक्थेँ नि कसम दिदीले के भन्यो दिदीलाई माया छ दिदीलाई अलवेज माया छ दिदीलाई उ गरौँ त पुरै मेन्सन थ्याङ्क यू सो मच दिदी अब त्यही नि केही छैन हारे कि मारे मेम्बर हाट हान्नु त गाइस एउटा मेम्बर हाट हान्नु त सबैजनाले यहाँ तिम्रो दिदी होइन मेरो दिदीको त इन्ट्री भएको रहेछ क्या ल जाऊ कसम से यार के भएको छ लास्ट टाइम गएर बिग्रेको गेम